यदि तपाईहरू चाहिँ के जोगासीमा आइल्यान्ड जाने सोच्नु भएको छ भने चाहिँ यो टाइम चाहिँ हजुरहरूको लागि एकदम पर्फेक्ट टाइम हुनसक्छ कि होइन। यहाँ चाहिँ एकदम राम्रो छ कि यो। अनि यो भ्यू हेर्नु न, वेडिङ फोटोसुट थियो क्या हामी गएको दिनमा त झन् कति धेरै वेडिङ फोटोसुट। त्यो दिन के थियो थाहा भएन, तर होइन वेडिङ फोटोसुट भएर हेर्नु कति राम्रो राम्रो फोटोहरू खिच्नलाई पनि आउनुभएको थियो कि होइन। अनि त्यस पछाडि हामी पनि त्यही बेलामा गएको थियौँ अनि एकदम रमाइलो भयो कि त्यो है। अनि कति राम्रो राम्रो भ्यूहरू आउने। अनि त्यहाँ जानलाई चाहिँ दुईवटा बाटो रहेछ कि होइन। एउटा बाटो चाहिँ जङ्गलको बाटोबाट जानुपर्ने रहेछ, अनि अर्को बाटो चाहिँ उतै गाडीले वहीँसम्म लगेर छोडिदिने रहेछ। अनि 5 मिनट हिँडे पछाडि चाहिँ अनि यो ठाउँमा पुग्न सकिन्छ। अनि हामी चाहिँ जाने बेलामा चाहिँ बसमा वहीँसम्म गयौँ, अनि आउने बेलामा चाहिँ घुम्दै घुम्दै आउन हुन्छ भनेर अनि यो जङ्गल जस्तो बाटोबाट आएको थियौँ कि। यस्तो थियो कि बाटो चाहिँ होइन, एकदम रमाइलो भयो। तर माथिबाट दुई थरी बाटो युज गरेर जाँदा चाहिँ राम्रो कि होइन। दुई थरी भ्यू हेर्न पाइयो नि त। अनि बसले वहीँ झारिदिए पछाडि चाहिँ यो माथिको भ्यू चाहिँ हेर्न पाइन्थेन। अनि त्यही भएर अनि हामी चाहिँ फर्किने बेलामा चाहिँ माथिबाट आएको थियौँ कि यो जङ्गलको बाटोबाट अलिकति भरिङ चढे पछाडि।